मटन लेग सुप खसीको खुट्टा हजुरहरू कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाउँछु। आफूलाई मनपर्ने साइजमा काटिसकेपछि तोरीको तेल तताउने, ज्वानो फुराउने, मेथी फुराउने, त्यसै गरी होल गरम मसला। रातो रातो हुन्छ अनि खोर्सानी राखेँ मैले 2वटा, अलिकति प्याज राखेर एकैछिन भुट्ने। यो प्याजको कलर हल्का चेन्ज भइसकेपछि बेसार राख्ने, खलमा कुटेको अदुवा लसुन सबै मसला रातो रातो हुने गरी भुटिसकेपछि यो खसीको खुट्टालाई त्यसैमा राखेर एकैछिन भुट्छु। कुकर सानो छ त्यसैले गर्दा चलाउन चाहिँ अलिक गाह्रो भइरहेछ मलाई, तैपनि म मिलाएर चलाउँछु। हल्का कलर चेन्ज भइसकेको छ। एकैछिन भुटिसकेपछि मैले राखेँ एउटा टमाटर, त्यसै गरी जिरा धनियाँको धुलो, अलिकति मिट मसला। अब यो मसलाहरू पनि एकैछिन भुटिसकेपछि चाहिँ एकदमै मिठो हुन्छ यसको स्वाद। मैले राखेँ टन्नै पानी, अब कतिको सुप खाने हो त्यो अनुसार। सरर एकपटक चलाइसकेपछि स्वाद अनुसार नुन चाहिँ मैले लास्टमा राखेँ, किनभने अघि नै चाहिँ बिर्सेछु। प्रेसर कुकरको बिर्को लगाएर यसलाई चाहिँ मिडियम हिटमा, कम्तीमा पनि मैले 10-12 सिटी लगाएँ। अब यो कतिको पाक्यो हजुरहरूलाई म चलाएर पनि देखाउँदैछु। ल हेर्नुहोस् त, यतिको हड्डी र मासु छुट्टिएपछि चाहिँ एकदमै राम्रोसँग पाकिसकेको छ। मैले राखेँ मिठो बास्ना र स्वादको लागि हरियो प्याजको पात अनि हरियो धनियाँ। ल हेर्नुहोस् त, कुरै कुरामा यो मटन लेग सुप चाहिँ खानको लागि रेडी भइसकेको छ। अनि हजुरहरू कसरी बनाउनुहुन्छ? केही नयाँ तरिका छ भने प्लिज सिकाइदिनुहोस् न।